हेलो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र आशा छ सबैजनालाई सम्झेको छु जति पनि मेरो फेसबुकमा जोडिनु भएको छ र उहाँहरूलाई सबैजनालाई मिस गरेको छु र सबैजनालाई सन्चै आरामीको कामना पनि गर्न चाहन्छु। र आज विशेष गरेर यो भिडियो मैले किन बनाउँदैछु भने र मेरो हातमा देख्न सक्नुहुन्छ यो के गर्छ, यसले खन्ने काम गर्छ। हाम्रो नेपालमा यसलाई बाउसो अथवा फर्रा भनेर चाहिँ यसलाई चिनिने गरिन्छ र तपाईँकोमा के भन्छ कमेन्ट गर्नुहोला। मैले आज किन लिइराखेको छु भने मैले चाहिँ यहाँ यो पछाडि ब्याक राइट साइडमा देखाउँछु। यहाँ ब्याक साइडमा देख्न सक्नुहुन्छ यो पुरा जमिन के छ, खाली जमिन छ। यो खाली जमिनभित्र चाहिँ मैले चाहिँ सोचेको छु कि यहाँ कुनै सब्जीहरू लगाउने सोचेको छु। त्यसैले चाहिँ म यहाँ आज यो जमिनमा केही चाहिँ यो लगाउने कोसिस गरिराखेको छु। देख्न सक्नुहुन्छ म चाहिँ यहाँ यसलाई खन्ने छु। अरे भगवान, अब दुई काठहरू रहेछ। यो कहिलेदेखि त खनेको जग्गा हो, एकदम गाह्रो भयो। अब किन लगाएको छ यताको साइड खनेर अझ त्यताभरि उताको खन्नु छ। आज पहिलो दिन हो यो। आज पहिलो दिनमा चाहिँ तर ढुङ्गाहरू यताउता के छ सब खनेर ठिक्क जग्गा बनाएपछि अब भोलि सेकेन्ड दिनमा चाहिँ यहाँ चाहिँ अब सब्जीहरू चाहिँ लगाउने सुरु गर्छु। त्यसको लागि पहिला बीज ल्याउनु पर्यो, त्यसलाई चाहिँ लगाउनु पर्यो होइन, त्यसलाई त्यो मार्नु पर्यो। त्यस पछाडि पहिला मात्रै हुन्छ। पहिला चाहिँ यहाँ जग्गा रेडी गराउँछु। अनि हेर्नुहोस् पानी पनि राखेको छ बर्खाको याममा। अनि के गर्नु, अब अहिलेको महँगीले गर्दा चाहिँ सब्जीहरू किनेर खान एकदमै गाह्रो भयो। त्यही भएर दुई चार पैसा बचे पनि